साथीहरु नमस्कार, वेलकम टु माई युट्युब च्यानल। अनि त्यसपछि आज चाहिँ हामी यहाँबाट पर्मिला र म चाहिँ कमल पोखरी जाँदैछौँ। के यस्तो बस्दा बस्दा झ्याउ लाग्यो। हामी चाहिँ अब बाटोमा अब हामी म्याप हेर्दै हेर्दै गरेर जान्छौँ। पर्मिलाले म्याप हेर्दै छिन् अनि म चाहिँ यहाँ यतिकै भिडियो बनाउँदै हिँडिरहेको छु। मलाई बोल्न केही पनि आउँदैन किनभने मेरो फर्स्ट फलो भएर होला भनेर अस्ति यहाँ गरिरहेको थियो कि त्यो एक्जाम दिएपछि गर्छ नि त इन्टरभ्यू, यहीँ गरिरहेको थियो अस्ति। ए कहाँको यो मौसम एकदम बसन्त मौसम हाम्रो यहाँ सुरु भइसक्यो। ओ माई गड, यस्तरी देखेर यो चाहिँ के को पुल हो तपाईँलाई भन दिदी। अब यहाँ यस्तो गर्मी भयो क्या अहिले त, अनि जाडो भयो थियो। खै अनि कस्तो राम्रो फुलिरहेछ कि यता आउँथे के भने मान्छे सानो भने देखिन्न छाला यसरी। ए आहा नि कस्तो दामी देखेछ, दामी भनेर म्याप हेरिरहेको छौँ कि हामी यस्तोमा आयौँ। हामी तर के भने नेट नथपाएर यस्तो हुन्छ कि म्यापै थाहा नै कस्तो राम्रो फुल फुलेको रहेछ यता आउँदै। हामी यस्तरी अब रिङ्गडा लगाइरहेछौँ। मलाई त्यो पनि यस्तरी हिँडिरहेछौँ। यहाँ डुडी खेलौँ कि फोटो खिचिन्छ जस्तो त मलाई लाग्दैन। त्यो पनि हामी खै कति दामी देखेछ हेर, कस्तो दामी देखेछ यहाँ। यस्तो भनेर हामी भिडियो बनाउँछ भने चाहिँ फोटो यहाँबाट खिच्दा कस्तो देख्यो होला, अँधेरो देखिन्छ अनि किन हो खै। यहाँभित्र गएर फोटो खिचौँ भने हुँदैन, म्यापले दुःख दिएछ हाम्रो। अब के गर्ने, डाटा छैन, यो वाइफाई कनेक्ट गर्दै हिँडेको अहिलेसम्म अफ भयो के पो भयो। आनी दाइहरू हुनुहुन्छ। ओ त्यो हस्पिटल हो कि हस्पिटल। म चाहिँ पढ्दिनँ, म चाहिँ यिनी त्यहाँ पढ्छिन् अनि म चाहिँ त्यहाँ औषधि गर्न जान्छु कि। त्यस्तो छ मेरो पीडा, त्यस्तो छ। कोही पढ्छन्, मैले भने औषधि गर्छु, पैसा खर्च गरेर गार्छु तर त्यहाँ चाहिँ फेरि वाइफाई कनेक्ट भयो भाइ। अन्त हिँड्दै थाकी हामीमा यस्तो थाक लाग्यो नि। हामीले म्याप यो उल्टो देखेर हामी त भर्खरै जानु पऱ्यो। हामी यहाँ दुईवटा यहाँ छ अब पढाइछौँ। हामी हिँड्दैछौँ तर अझै पनि पाएको छैनौँ हामी आएको कति भयो भने चाहिँ ठ्याक्कै 1 घन्टा भइसक्यो। अनि अहिले त पानी पनि पऱ्यो, छाता बाँदर भेटिए कस्तो डरला। अनि एकजना हामीले दाइलाई सोध्यौँ नि, अनि त्यसरी यहाँबाट सिधै जाऊ भन्नुभएको छ। यहाँबाट चोकहरू उही त होला। अनि यहाँ पनि फुलहरू फुलेर कस्तो राम्रो भयो छ। यो के छ यहाँभित्र हजुर? यसलाई खुसी लागेको छ। हामी त उता गएछौँ कि कता गयौँ अरे सुरुमै धरातिर गयौँ ठाउँ। अनि यिनको म्यापले हामीलाई झुकायो कि। अनि के को कारणले रहेछ यो पनि सही हो। सिधै भन्छ सिधै जानु 6 बजीभन्दा पछि जानु न गाइज। आज मेरो चाहिँ युट्युब च्यानल मोनिटाइज पनि भएको छ अनि म खुसी छु भनेर भनौँ नि। कस्तो के हो अगाडिले के टर्साइदियो नि। फाइनल्ली हामी चाहिँ अब कमल पोखरी आइपुग्यौँ। लास्ट घुम्दा लगभग 1.5 घन्टापछि हामी चाहिँ यहाँ आइपुग्यौँ। तर पानी परेको भएर होला त्यो त कमल फुल होइन। त्यो फोटो कहाँ खिच्ने त? हिँडिरहेछ ल हेर्नुहोस् गाइस, पानी परेर हरिदियो मान्छेहरू यस्तो भयो छ। हामीलाई यस्तो भयो छ यहाँ, यस्तो म त सबको लाएर हिँडेको थिएँ, हामीलाई यस्तो भयो छ अरे यहाँ पानी परेछ। अनि मलाई पनि पानी परेछ यहाँ, मलाई पनि पानी परेछ, सबैलाई पानी परेछ त्यहाँ बसेर। अनि त्यसपछि यस्तो भइसक्यो। हामी 4 बजे निस्केको नि, हामी 6 बजेको ठ्याक्कै 6 भइसक्यो, 2 घन्टा भयो हाम्रो। अब चाहिँ हामी निस्किन्छ हो जन्डिसको औषधि यस्तै टाइपको हुन्छ भन्थ्यो कि हो, यस्तै लङ्ग्रा हुन्छ नि चल्नु जस्तै। कि त्यही पाला हुन्थ्यो, केही खाएकै छैन। पानी परेछ, हामी जस्तै हिँड्नु परेछ यहाँ। झमझम आऊ यस्तो दामी फुलहरू छ हेर यहाँ।
काठमाडौँ महानगरपालिका हो यही हो महानगरपालिकामा पहिला त यहीँ बस्थ्यो होला है बालेन्द्र शाह यहीँ त बस्थ्यो होला नि त यहीँ रहेछ थाहा छैन त ए अघि नै हेर्नेमा मास्तिरबाट त अब आइहाल्छ बरै नि यहाँबाट उता मास्तिरमा त अलिक माथि माथि जाने सर्टकट बाटो आयौँ नि तर हामी सर्टकट बाटो आयौँ के हो यो हेर न सिसिटिभी पनि खतरा है बाहिरदेखि नै काठमाडौँ प्लाजा भनेको के हो मलाई कहाँबाट याद आयो भने त्यो हिमालय जाँदा देखेर एकदिन म इन्टाइप गरेर कहाँबाट आउँदाखेरि यताबाट आएको थिएँ कि बस पारबाट हो कि होइन बस पार त यहाँ आउँछ र कता अब यत्रै भइदिए भए थाहा हुन्थ्यो पारेको छ त्यहाँ थाहा हुन्छ कि यति हिँड्दा यसरी यहाँ आइपुग्यौँ कि हामी यहाँ आइपुग्यौँ पर्यटक प्रतिष्ठानमा घुम्दा रुम्दादार पर्बुबेङ ए यत्रोमानको छ यसको हेड अफिस है के हो यो अनि मैले एकदिन ह्यान्डीबाट पठाएको थिएँ अब यहाँबाट त हराउनौँ कि अब हामी हरायो दिमाग खराब भयो नि कम्तायो 2 घन्टा लाग्यो पर्बु ब्याङ्क सबैको ब्याङ्क है के हो यो पर्बुको ब्याङ्कको नारा पनि थाहा छैन के हो है अब ब्याङ्क पनि कस्तो दामी फुलहरू लगाउनु भएको छ हाम्रो पर्बु ब्याङ्कले यसरी बस्नुभयो यहाँ ठुलो बिल्डिङ हालेर अनि भगवान् अब उस थियो क्या भाइ स्काई टावर कहाँ छ स्काई टावर उयो यति जान मन लाग्छ मलाई पुरै छोडेर जामलाई एकदिन तिमी हामी उताबाट भित्रबाट गएको थियौँ कि यो स्काई टावरमा यो धरहराभन्दा पनि ठुलो छ अरे त हो र धरहराभन्दा त ठुलो छैन होला कि मलाई कस्तो जानु मन लाग्छ कि एकदिन जाम लाग्यो है होइन अब त कस्तो राम्रो देखिनु लाग्छ कस्तो राम्रो छैन शरण परला मै पनि नजारे के छ तिम्रो मन बरसदै मनभित्र फुल्दै भएको छैन भन नै मलाई थाहा छैन मलाई थाहा छैन